नंबर स्टार्टिङ हाउस यहाँबाट स्टार्टिङ हुन्छ यसरी जान्छ त्यहाँ पछिको त्यो फर्स्टवाला भिडियोहरू पछि जान्छ यहाँ धुम्रपान गरेको पनि देखिरहेको भारी पनि देखियो धुम्रपान गरे नखिच यार केटा हो त गान्छ ठेकदार मिस्त्री भन्नु पर्यो हातमा लड्डु छ अरू गाउँ हाल्या पनि बुहारी गाउँ नहालिदियो बुहारी देख्यो भने देख्यो त यही खौरा लिएर आउरा हेरी खाँदा भन्नु आउने नै पहिले देखा खतम ल्यान मेरो त्यही कि बुहारी गाउँ पठाउने त यत्रा गर्न अड्डा नम्बर त पर्छ बाँध्ने होला त त्यो पैसा त्यहाँ बाँध्दा पनि धजाम्बो बिच चाहिँ बनाउनु लागि भिडियो यो गर्दा यार ₹500 मात्रै मजा लाग्ने 500 को यहाँ 1000 को यहाँ देखाउनु कि त हाल एकजनका लागि के है मोबाइल बिच त्यहाँ बिचको बिचमा ले सानो ल बानी बसिन्छ पहिला मुङनेलोको छुट्याउँदैन पहिला हैन मुङनेलो कि एक रुपैयाँ भन्दैन 200 रुपैयाँ मुङनेलो यहाँ पैसा मुङनेलो पनि भन्दा हुन् भने मैले ल एक त्यहाँबाट बानी ल बानी बसिन्छ धुप बनाइन हो धुप यहाँ नै बिरिन्दले ल अनि बिना धुपको त काहे हुन्छ त्यो त बान्छ पर त बान्छ तर आरु गरौ चप्पल खोल्यो बाने चप्पल खोल्यो आरु क्यामका आरु गरौ खना पर आरु गरु खुल्दा भन्नु जा चप्पल खोल्यो ओइति खोल्यो हो हुन प्लास्टिकका चप्पल हो नि कोही उहिलेको जा नै को जुत्ता कपडा का त्यहाँ राख्नु न के हुँदैन त्यही त प्लास्टिक भन्दा कपडा चप्पल है देवताको नाम गरिसकेपछि नै ऊ त तिनीले भनेर भने मैले हो त्यत्रो खेल्छ देखा सुरुमा चाहिँ कनले चप्पल जुत्तो लाग्यो क्या भइगयो यति राख्यो भयो भयो त लगा त्यो ल दियो पानी बस्नु भन्नु थियो बिचमा हजुर पानी बस्नु मेरो जुत्ता खोलिएन उसले खोली बस्नु भन एकछिन अरे ओ तो ही बना आफ्नो कर्तव्य त अरूले ल्याउँछ
कर्तव्य त्यो चाहिँ मालिक त्यही हो जान्दैन मालिक हो त्यो भए पनि मालिकको के छ त्यो झन् मालिक हो भन्ने कुरो गर्दैन बिगार्ने केही नै खबर्नु हो नि असली सामान त यहीँ छुट्दिया मिठाई के मिठाई एक लड्डु चढाइदियो परमा परमा जहाँ बानी हो एक धुप बाल्नु धुप एक धुप पनि बाल्नु होला नि माथि भन एक धुप चाहिँ जला यहाँ जला नै होइन यहाँबाट ऊ काट्ने बुके काट्ने कि चाहिँ खुट्टु बना बुके काट्ने भनेको के जो के रहेछ नि यहाँ देखाउन लाग्यो देखाऊ देखाऊ भन्नाले एउटा कस्तो लाग्दैछ एकदम रमाइलो देखाउनलाई नै त्यो अब बामन पूजा गर्नेवाला लिने हो नि बुढाले ऊ अगाडि उठाएन त अगाडि उठाए हुन्छ नि यो माथि ल्याएको कि न त मुले यो धुप त बाले लाइन उठाउँथे खख धुप बालेला त रौलाई न उठाउने ओले खला नि यसमा ओम लेख्नुपर्छ नि यही थिए लेखला नि कसो बनायो उसो सही छ और तो कहाँ बाइक गई क्या थी वो बस आना रहा फटी खाई इसमें ये सड़िया मिठाई क्या ल्याइ तैँले मिठाई बुन्दियाला हाल ल्याउँदैन बाल मिठाई ल्यायो भनेको अलमडा वहाँ पाउँछ बाहिर दाना चिप्काएको बर्फी बर्फीको बाल मिठाई के सड़िया बनाउनु नजाने मिठाई ल्याएको कि मिठाई ल्याएको दोकान सराएको हो नि त कति बाल्नु तैँले म अझ दुई बार ल्यायो किन भन्नु कि चार बार जोडा बल्छन् चार बल्छन् परमा कि दुई बार यहाँ चार बार कि चार यहाँ कति छ सात ल चार ती बार ल्याएर ए हल्का बोल हो केन त खान कि नै चार चार खान भाइ त भाइ 4 से 8 थियो दा कति हुन लागेको छ भाइ ए यस्तो हुन लागेको छ भिडियो बोलेको नआउँदो होला होइन लाउँदो कलर एक पाता नि थियो उसले अरु केही लाग्दैन अरु केही खानु कि लिनु हो दियो त नाइ चप्पल खुसाइकन बाल धान अगाडि बालिले त्यहाँ Pasti,
एकैचोटि गर्नु एकैचोटि 5 चोटि गर्नु मैले अहिले ढोकाले यहाँ म अम लेख्या परे एकचोटि गर्नु त्यसले ठाडो हरिकन लेख्यो अगाडि देखिने हो त होइन अगाडि थियो त्यो त माथि जाने हो लेखेको त हो त्यस्तरी ठाडो आउनु पर्यो हो त्यो चले लिख लिख ओम नमः शिवाय काम भयो बिचमा जाति लेख्या पनि लेख्नु नि त्यहाँ परिवार यहाँदेखि यहाँबाट लेख्नु न दुई रङ बाहिर आउनु हुने होइन एक पेलो एक रातो यो नगर सब बनान जति जान्दैको त्यो बुढो मेट्टिने त हो अग्लो हरिले पैसा त लागेको गल्ली यहाँ दोहोऱ्याइतिर लागेका त हो एकै बिहा गल्यो यतातिर अगाडि थियो बिन्दु लाउनु यहाँ थियो यहाँ थियो अरू अब लाभ शुभ लाभले शुभ त्यसले लाभ उताले थियो आफ्ना कोठातिर लेख लाभ अर्का कोठातिर शुभ लेख यता हो लेख्नु पर्दिया ओम त पहिला आयो कि नै ओम ओम शुभ शुभ लाभ यता हो आफ्नै कुरा थोकु भने भने त यहाँ त मैले अघि खुडु ज्यादै कुडे बिगाडी आफ्ना लाभ लेख उता शुभ लेख भने त उल्याउनु पर्ने अघि बजार त्यो पेन्ट उवालो पेन क्या हो लेख्ने मार्कर तपाईँको कति लाभ लेख्नु अन्तर लाभ लाभ लेख्यो भने अन्तर कति कोठा लाभ हुन्न भइगयो त्यहाँको हेर्ने हो भने त्यो भोलि बुढो बग्ने होइन पानी आउँछ हो त्यो रहिरहने भए त भन्नु रहिरहने यो म बेलीबाट मिस्त्री भन्ने साँचली पर्ने हजुर साँचली पर्ने कहिले पनि खुलेन उठा सक्दैन जय बजरंगबली की पर छोडे आएर यहाँ गएर आधाले पछाडि खानु त्यो म बलिएली हवा कता छ उता होइन ठिकै छ उता 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 को आएको नानी हो बल्ल आएको नानी हो क्या त इटा दियो पास भइगयो
यो छुरेर खुट्यामा हो यो जहाज नो आगा दो पूजा हर्दा नि त्यो देना गर्ने हो अन्त नि त त्यो मालिक हर्ने जुत्ता खोले काई मालिक हर्छ त्यो किचन धर्म पर कहाँ भयो पूजा टी बालीको ओरी हो खाउ पनि त आयो खाना कि भित्ता कोठामा किलो जति ल्यायो भने लामो धेरै छ कि लगाएपछि झन् बिग्रियो डाली ल्यान्टर आएपछि माथि ल्यान्टरमा गर्मीतिर सुत्न सजिलो हुने हो माथि होइन पाहुना आएपछि मै ल्यान्टरमा अनि गर्मीतिर माथि छतमा सुत्न सजिलो हुने गर्मीमा पनि ठन्डामा पनि पठाइदिनु फुबु आँखा सही ठहरे फुबु भन्ने यतातिर आउँछ कुकुरलाई राख्नु त मिस पुग्ने भने आऊ बोका भित्रका अनाडा त्यहाँ काहीँ भ्या त्यतिर आएपछि पनि कहाँ फाले मिस्त्री तपाईँलाई थाहा होला छोड्ने हर्नी अहिले मिठाई आँखा लाग्यो हामी त त्यो जैने जाउँडे खालको ताउँडे भन्ने हो क्या हिसाब किताब केही छैन जाउँडो खालको ताउँडो भनेपछि इन्डियामा उठाएर उता थोडा रुक्दै हिँड्दैन त्यही ल्याउँदैन वीरेन्द्र बाबु कोठाको एकतिरको दुईतिरको आधी खानेले भाडा त्यहीको क्या कोठा खैको त त्यहीको मल्ला जल्लामा हुन्छ रेन्टरमा त्यो अब त्यहीको मम्मीको भइगयो त्यो उनी दुई बहिनीको भइगयो उता यही बल्ल तल हाल्नु त हो एलडिएम म त कहिले हुने त हो त्यसरी हात लगाइ त मुक्ति थियो चिने काम हुने हातका हान्यो त कहिले जानु हुन्छ अनि जाउनु वहाँ पर कैमरा चालू है सर कैमरा लगा के कहाँ राख्न लाग्यो कैमरा हम पनि आइदियो क्या कैमरा अगाडि देख्यो हैन जतिजना देख्यौ त्यसलाई कपाल पाइन्छ त कैमरा बनाउने लाइन पायो त्यो त अघि 1000 हाल्यो 1000भन्दा तल क्यामेरा बेला आउँदैन भने रुपियाँ टपी ल्या पनि मामाले हल्का तान्नु त कोता दियो कहिले मामा कहाँ भन्नु बाबा ल कोली बाजेलाई कोली भन्नु मामा मामा भनेको
ए इनलाई भने हो म त हकिन कता तान्यो भने यो ताने वरिपरि हाल्नु हो क्या हो त्यो यो कि त वरिपरि ओ भाइरो राख्नु पर्यो त्यहाँ परि नै एक धानी हाल्नु है थोडा जो आउने हो त्यतै थोडा खाने चाहिँ आउँदैन यता पानी आएको नि त यता आउँदैन बस 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 हल्लाएले हुने एक दिन थोड़ा खानु हो खानुहोस् थोड़ा हुन्छ हल्का बस 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 त्यो भइगयो नि अब क्या बोकाबाट त्यो बोका काट्दै काम हाल्नु हेमी तर पूजाको सामान चाहिँ दिएकै नै चढाउँदैन नि क्या हो चामल चढाउँदा मिठाई चढाउँदा चामल चढाउँदैन के चढाउँदा चामल पर चढाउनु हो खुट्टा उडाउँदैन बोका हुन यही खुट्टा त बोका हुन त खुट्टा चढाउनु हो नि ढोकामा अरु क्या चढाउनु दो मात्रै हुन्न हो केही भन्ने हैन आशीर्वाद अन्तर गर्दैन हो अन्तर बामन भोलि बामन आन्नु पर्ने हैन पूजाहरु गर्दै आज पनि पूजा गरौँ भोलि बाहुन यहाँ आज त खाली ढोकाको हो यो हामीले भन्नाखेपछि बामन बामन हामीले भनेपछि त बामन क्या भन्ने हो बाहुन कि राख्नु पर्यो आफू भन्छ कि मनमा खुचेको हौ मैले यस्तो हो जाइ भने घर पूजा गरिसक्यो नि यहाँ बुहारी भित्र आउनु खोज्या हो नि क्या बुहारी चाहिँ अगाडि यहाँ चाहिँ 2-3 जनी आउनु लागि अझैले पहिलो बन्ने हो घर भन्ने घर पनि अगाडि बेहुली ल्याएर भित्र आउनु जो यहीले बोकेर दिने उनी हान्नु कि अब हान्नु केले हान्नु हातले अरे नि मुट्कीले हान्नु हो मुठी नि यो कहाँ हुन्छ यसरी त्यसलाई टुक्रा टुक्रा बनाएर प्रसाद बाँड्यो त मिठाई बाँडिदिएपछि मिठाई बाँड्ने काम त्यही हो मालिक थाल्ला तर काले साउजीको हो न काले आँसीले यो ढोका सुकाको काम सक्यो सिधै लेन्टर मात्र रह्यो टीका लाउँदा हनुमान त लाउँदैछ त मालिक मिस्त्री जो लगाइदिनु मिस्त्रीले लाउँदा नि मालिक टीका लाउँदा जुत्तापछि मान्छेलाई के हुन्न रे गाई
त्यो बच्चाको मालिक हुनु भन्नु पर्यो त सिकाउनु पर्यो त्यो नहीं नहीं तिनु के भने मैले पूजाले के तिनु होइन ठिक हो त भावना लगाउँदा बच्चाबाट नातिका बाजे आउँछ हाल्ने भने पुजारी अहिले आयो त्यो हाम्रो त पुजारी त्यही हो पुजारी त्यो फर्की हेरेन रे पूजारी भन्दा उ फर्की हेरेको भाइको पुजारी त्यही हो हाम्रो भाइ जराई मान्छे भाइ कपडा टिका लाउनु होइन हो ठिकै लाउँदा पहिला कसैले बनाउनु त्यो चाहिँ त्यहीले सिन्दुर फेरि हाल्दा सिन्दुर सबैले हाल्छ लगाइदिएको नै त्यही लगाउनु मलाई मालिकले लगाउनु कि नारियल टुटाइलु नारीले ल्याउनु आफै चुन्डै खाँदै हर भनेर दिदी अनि जसले जति खायो त जति भनेर यो कहिले फर्स्ट गइहाल्यो बसेको त हेरेका हेरे अनि पछि गाउँ नै गर्छ ल्याउन न एक बोके सोध्नु भएको 200 राखेको आदिएको भिटा कुन चोरीले बेलुङलाई चोरीले बेलुङमा दोकान छाड्यो कुन चोरी त्यहाँ झिल्लिङ त हालेको छ झिल्लिङ त झिल्ली हिल्ली कहाँ फाल्यो उयो गयो घरका नै दोकान हो भने त्यहाँ यही घर बेली घाँडो चोरी भने पहिला सिधै त्यो टिका लगायो थाल पनि त्यही मिलाट त्यो तल बुको हुने हाल पो न हो त्यो यो हालेन भने त्यो नलाए पनि भयो यो अरे यो रङ जाँदैन नि त यो बाँड्नै जान्दैन हो कि मोजी हौ यसरी बाँड्नु हो छोडे खाने मन लाग्यो क्या मालिक जाऊ आफै मिस्त्री हो आफै ठेकदार हो जुन गाउँको भन्नुभयो यो बाँडी पहिला टिका लाग्थ्यो मिस्त्रीका आफ्नालाई हाल तिनगाला तेरा तिलाइदिन तिन मिस्त्रीका लगा टिका पहिला ऊ त सल्लीवाल लगाइ दुईचोटि अब बिहारी आचोटि लगाउनु नि त ढोक्दिएली बाख्रो दिएको रुट्टा पनि दिइहाल ए बाख्रो खान अहिले भयो भनौँला आफूले खाइसकेपछि भन्नु हो ए मिठाई लड्डु खान आओ गाउँले किन दुईजनीको भाग्य निको है भने आइगइले क्या तपाईँको भाग्य निको हो पहिल्यै भर्ना कि आइगइ हुन्छ अबुका लाग्यो तिमी बाउमा घाँस काट्दै गएछ पर यहाँ साँझ हाम्रोमा कहाँ घाँस काट्नु अब आइसक्यो पर आऊ आऊ मिठाई खाइजाऊ घाँस जाने अहिले त ऊ घाँस काट्न आउनलाई घाँस काटेर बाख्रो खाइजान त बाख्रो खाइजाऊ भने मिठाई त त्यही हुन्छ भिडियो बनाएको टोपी बाँध्नु ल भाउजू राम्रो सिन्दुर हाल्यो नि
घरको फ्रेसीमा लिगोस् बढोस् क्लोज है पर दिया पर तल तेरा ठुलो बुवालाई तिनलाई दिया यतिजना आइरहेछन् भने हेरिदिनु होइन क्यामेरा के भने अन छ कि त्यहाँ त्यहाँ भिडियो कल हो कि सिकिराखेपछि त पछि परी तेरा ठुलो बुवा तिन दिया जा टीका लैया मिठाई लैजा परी पनि छन् झिक्कै मान्छे परी पनि झिक्कै छन् मान्छे लौ टपिक खाला फाल हो गया के टॉपी सकिँदैन 15 किलो ल्याइकिन राखेको छ त कहाँ कोही त आउँछ बाहा हो यहाँ बाहा निक्लिने हो फुल कलर ल राम्रो हो टीका लैया आइ आइ मिठाई डब्बा त्यस्तो हाल्न जाइन त्यसै दिए थिएँ मैले त्यस्तो हालेर पुरा रातो हो जाने हो नपाए अरूलाई पनि देउला त परी पल्ला गरेर कि पनि छैन राखौ न भा बनाइदिनु कि बिहान कि छैन कसले टोपी हालेन त सबै कि राख्न नानो पेट भर्नु होइन प्रसाद हो नि त यो सबैलाई खुसी राख्नु मिठाई त्यहाँ त्यहाँ हुँदैन मिठाई त्यो दिएर आयो भइगयो त्यतिको न अब बाख्रो पनि खाइयो भित्र बाल मिठाई अहिले बाल मिठाई मार्नु है भित्र ल्याएको अलमडाको उहिले पर्दिनको मुख देखाउनु खाउला बाल मिठाई हुँदैन भइगयो त्यति घर धेगा र यता पारे उता गएर मान्छे मात्रै नधेगा रे मान्छे ढेकेकै छन् दिनका टिकटक हाले हुन्छु धेगा हुन्छन् यतावाटी खिची गरे ढोका ढेका अब बनाएको मलाई नदेखा अब धेरै भइगयो सकिने हो के हो बाख्राको उडाएको रहेछ मिठा लुगाइहाल्यो बाहा बनाउन भने दारू खिचेर आनु बाख्रा पोते भित्र रहेछ आया छिटो मिठाई खाने भए बाख्रो किग्यो ए आहा न कहाँ गइछ यहाँ पूजा हाल्न आउनु साडीबाट त्यहाँ खुन्डाउँदा नि रङमा किन लाउने बोकिया खाउँ भूत पिसाच हटाउने बोकिया ढालिहाल्ला ढोका राखेका दिन इला लाउँदाका दिन काट्टा एक ढोका राखेका दिन एक मुलडोका बनाएका दिन दुई धुरी दादा लागा दिन तीन बोका चाहिन्छ 3 बोका चाहिन्छ हाल्नु हामीले यो कहिने काटे घरलाई यही ठाउँ र कुकुरा आनन्द ठिकै त सक्छ मस्त खर्च बताउन आफूभन्दा ज्यादा चाहिँ हामीले संस्कार बचाउनु छ मिठाई खाने है संस्कार गुमाउनु छ भन्दा होइन ओइ के न छोड मुला दिनु ओजुन हात भाइगो दुबाइको दिया गदी तापरि बसी दिन न चिनाइ गरे त बाध्य होला अहिले भिडियो मात्र बनाएको थियो भन्नै छ आज आधाइ भइया अब त्यो भिडियो भइसकेछ भन्ने त हो हे पर ग्यालन राख्नु त अहिले आउन कोही ल्याउनु खाना पैसा भने पैसा पनि राख्थे कति हजार राखे 500 त त्यो जिन्दगी मात्रै भयो त 2000 हाम्रो